ह्यापी होली साथी। ह्यापी होली। तिमीलाई पनि ह्यापी होली है साथी। ह्यापी होली यार साथी। यसलाई लगाइदिस मलाई किन नलाइदिएको? स्कुलमा पढिदिनुहोस् भाइ तैँले कुकुरलाई अनि मासुम जनावरलाई लगाइदिनु हुँदैन कलर भनेर। के भयो बाबु तिमी किन रिसायो? आज होलीको दिन होली मनाउन जानु पर्दैन बाबु? जान्न तपाईँले मलाई त माया गर्नु मेरो लागि नयाँ लुगा त ल्याइदिनु भएन होलीमा। ए बाबु तिमी यस्तो सानो कुरामा पनि रिसाएको? जाऊ न होलीको सामानहरू ल्याइदिइसकेको त त्यहाँ कबोर्डमा गरेर त। थ्याङ्क यू पापा, आई लभ यु। यो सब त भयो बाबु। होलीको लागि तिमीलाई कति पकेट मनी चाहियो भन न? त्यही 5,000 दिनु बाबा। 5,000ले पुग्छ त बाबु? ल्याउ न क्युआर, म तिमीलाई 10,000 हालिदिन्छु। जाऊ इन्जोय गर। ए महाराज आज टाढेको सवारी हो क्या हजुरको? कहाँ हुनु? आज होलीको दिन होली खेल्न जान आँटेको नि। होलीको बाहना पारेर दुनियाँ तरुनी खेल्न जान्छ त्यहाँ जाठ। कहाँ तरुणहरूसँग हुनु? साथीहरूसँग होली खेल्न जान आँटेको नि। अनि होली खेल्न यस्तो नयाँ लुगा लगाएर जानुपर्छ त? कति चाहिँ भोर यो लुगा किनेको? पोहोर हो कि परारको दसैँमा किनेको? कुरुक्क त्यो लुगा लगाएर जा, मैले छानेर राखिदिएको छु होलीको लागि भनेर। बाबा यो त के यो त ठिक्क भएको छ। आहा मेरो छोरालाई कति राम्रो थियो। लुगै राम्रो कि मान्छे राम्रो कि किसिमै देखेको छ नि मेरो छोरालाई। अनि बाबा पैसा दिन 2-3 जति पिचकारी लोला कलर किन्नुलाई। पैसा चाहियो मलाई? लुगा फल्छ पैसा? यो आमा छोराले त कामै पाएछन्। घरि यो चाहियो अरे घरि त्यो चाहियो अरे। तँलाई रङ किन्न होला होइन पैसा? अब बाँकी भएको यही घरको रङ मागिन्छ यही लगा ल। लागेन त नि बाबा। लागेन र तँलाई? अनि बाबा पिचकारी चाहिँ? पिचकारी चलाउनु उमेर भएको छैन तेरो। खेल्न चाहिँ कहाँ जाने हेर तिमीहरू? सबिनाको बारी सारीका आन्टीले सबैजना मिलेर खेल्नुपर्छ भन्नुभएको छ। एलु जाम न त ढिलो भएन हामीलाई। अनि यत्रो ठुलो पिचकारी के गर्नु? सारीकालाई ठुलै मनपर्छ। जाम छोरा। अनि तपाईँले पिचकारी चलाउन आउँछ त? मलाई पिचकारी चलाउन आएको तँ यहाँ आउँदैन तिस। नमस्कार दर्शकबिनहरू, हजुरहरूलाई होलीको शुभकामना छ। म हो हजुरहरूको आफ्नै युट्युबे पत्रकार। तपाईँहरू देख्न सक्नुहुन्छ पहिलाको तुलनामा होली अहिले पुरै परिवर्तन भइसक्यो। पहिले बाटो हिँड्ने मान्छेलाई रङ दल्दिने, अभद्र व्यवहार गर्ने अनि लोला हान्ने जस्तो कार्यहरू हुन्थ्यो। त्यस्तो अहिले केही हुँदैन। जस्तै मेरो उदाहरण लिनु न, म आएर बसेको 10 मिनट भइसक्यो, कसैले लोला त के रङ पनि दल्दिएको छैन, एटलिस्ट लोला त हानेको छैन। झन्डै मारे नि बज्याहरूले। क्यामेराम्यान नेक्स्ट सिनको लागि जाउँ। रेडी छ। फेरि पनि स्वागत छ यहाँहरूलाई। यहाँ पछाडि केही स्थानीयहरू देखिरहेको छौँ, हामीले गएर केही कुराकानीहरू गरौँ आउनु। अनि यहाँहरूलाई होली कस्तो लागिरहेको छ त? होली मलाई लास्ट राम्रो लाग्छ। म होलीसँग बिहे गर्न चाहन्छु। होली आई लभ यु। अरू भन्नुहोस्, अरू कस्तो लाग्दैछ तपाईँहरूलाई? आज होलीको बर्थडे भएर यो र म यहाँ भेला भएको छौँ, त्यसैले सबैजना मिलेर होली बेबीलाई ह्यापी बर्थडे भनिदिनु है। ह्यापी बर्थडे होली बेबी। मेरो बेबीलाई होली भन्छ। मेरो बेबी होली। मेरो होली। मेरो होली। बेस्टु ह्यापी होली। औ कलर लगाइदिन्छु बेस्टु। हुन्न बेस्टु नलगाउने। हिजो भर्खर फेसियल गरेर आएको, फेरि मेरो यस्तो सफ्ट स्किनमा र्यासेस आउँछ। त्यसो भए टिका मात्रै लगाइदिन्छु नि त। जाउँ बेस्टु चोकतिर गोसेप बनायौँ होली खेल्न। नजाने बेस्टु, पापाले नजानु भनिसकेको छ। बोका केटाहरूले हामीलाई आँखा लगाउँछ अरे। ए हुन्छ बेस्टु, त्यसको यहीँ बसेर गोसेप गरौँ। कलर नलगा भनेको जाति। दोस्त हामी आज किन यहाँ गरे? दोस्त आज यसको बर्थडे हो क्या, यहाँदेखि नौ ह्यापी बर्थडे भनेर लेखेको। त्यसको दोस्तलाई शान्ति पाउँथे। तिमीले मलाई छोडेर किन गयो दोस्त? अब यत्रो रक्सी भाङ कसले खान्छ? मलाई चाहिँ को भनेको अरे? दोस्त तिमी जिउँदै बस्छौ। आई मिस यु यार। तिमीलाई मैले कति मिस गरेँ।
दाइनीहरू नै हाम्रो पोहोरको होलीमा हामी ध्यान बस्दैन कलर लगाइदिने यिनीहरू त हुँदैनलाई छोड्नै हुँदैन दाइ दाइ फेरि आयो लुजरहरू गोरको बाइक दिँदैन दरो हानेको थियो यसपालि दरो हानेर पठाउनु पर्छ बाबुहरू बाबुहरू के गरेको यसरी होली यसरी खेल्छ त होली भनेको त नेपालीको महान चाड पो हो त यसरी खेलेर हुन्छ त यसलाई त सबै नागरिक घर खेल्नुपर्छ त मिलेर के गरे यार बाटो हिँड्दै गरेको मान्छेलाई के गरे यार यो गाइज आजलाई यति नै थ्याङ्क्स फर वाचिङ कहाँबाट हेर्दै हुन्छ कस्तो कस्तो लाग्दैछ हाम्रो भिडियोहरू प्रस्तुति कस्तो लाग्दैछ फिडब्याक दिन नभुल्नु होला अनि त्यसै गरी लाइक सेयर एन्ड सब्स्क्राइब दिन नभुल्नु होला सबैलाई ह्यापी होली